हेलो एभ्रिवान, म फेरि पनि आइपुगेँ तपाईँहरूको अगाडि एउटा सानो भिडियो लिएर है। त्यो ममता भन्ने केटीको बारेमा चाहिँ मलाई पनि केही भन्नु मन लाग्यो क्या। अब है, मनको कुरा भन्नै मन लाग्छ। अनि त्यसले गर्दाखेरि चाहिँ यो भिडियो बनाएको। त्यो केटी अनुहार हेर्दाखेरि त माया लाग्दै छ। के भयो, त्यो बौलेको हो कि त्यो धताको हो कि के भएको हौ? इन्डियालाई नेपालसँग कम्पेयर गर्छ। कम्पेयर मिन्स इन्डियालाई गाली गर्छ। फेरि इन्डियालाई गाली गरे आफ्नो देशको त अलिकति बढी बढाइ गर्नु नि त। अरू देशलाई गाली गरेर पनि आफ्नो देशको पिएमलाई दुनियाँभरको गाली गरेर त्यो आधा गीते मतलब त्यसको त्यो मेन्टली डिस्टर्ब भएको केटी हो कि। अन्त फेरि हाम्रो दाजुभाइ दिदीबहिनीले चाहिँ त्यसको फोटो लगाएर चाहिँ किन त्यसलाई प्रसिद्धै बनाउनु भएको? तपाईँहरूले गाली गलोज गरेर हो, आफ्नो मुख किन खराब गर्नु दुनियाँको अगाडि हो? त्यसको फोटो लगाउँदै त्यो त प्रसिद्ध, त्यो त भाइरल हुँदैछ जति तपाईँ त्यसकै लागि त्यसले त्यो दुनियाँभरको हरकतहरू गरेको। त्यो मेन्टली डिस्टर्ब पनि छैन होला त्यो सायद कि त्यो भाइरल हुनुलाई चाहिँ त्यसले दुनियाँभरको हरकतहरू गर्दैछ त्यो हामीले। तर हाम्रो दाजुभाइ दिदीबहिनीहरू इन्डियामै बस्नेहरू चाहिँ किन चाहिँ त्यो के भन्छ त्यस्तो आइमिएको फोटो लगाउँदै त्यसलाई गाली गलोज गरेर त्यस्तो आफ्नो मुख खराब, आफ्नो यो फेसबुकको प्रोफाइल खराब किन गर्नु? त्यस्तो आइमीलाई गाली गरेर त्यसलाई त्यसको प्रोफाइलमा गएर त्यसलाई रिपोर्ट गरिदियो भने त्यसको फेसबुक त बन्द हुन्छ होला सायद रिपोर्ट गर्दाखेरि, जहाँसम्म मलाई लागेको छ है। त्यो बरु रिपोर्ट गरेर त्यसको प्रोफाइल बन्द गराउने काम चाहिँ गर्नु नि है। त्यो गति छाडा आइमेको त्यस्तो औरतलाई त्यो भिडियोमा फोटो लगाउँदै त्यसलाई गाली गर्दै त्यसको गाली गरौँ या जेसो गरौँ त्यसको सबजनाले एकजनाले त्यस्तो गर्दाखेरि त्यो त एकदम प्रसिद्ध पो भयो। त्यसले त पपुलारिटी पाए क्या पुरै। त्यसलाई किन त्यसरी प्रसिद्ध बनाउनु त्यस्तो गिरी खुस्केको औरतलाई? त्यसले त्यसकै लागि पनि त्यो भाइरल हुनुलाई क्या, सब एकदम हाइलाइट हुनुलाई चाहिँ त्यसले त्यो खालको हरकत गर्दैछ है। तपाईँहरूले मुख छाडेर चाहिँ त्यस्तो खालके उयो नगर्नु। त्यसलाई भेट्यो भने थप्पड बरु लाउनु, तर त्यो मुख छाड चाहिँ नगर्नु त्यस्तो आइमेको लागि। दाजुभाइ दिदीबहिनीहरूलाई मेरो रिक्वेस्ट छ है, माइन्ड नगरिदिनुहोस्। हुनु त त्यो आइमेलाई गाली त के, त्यसलाई त जगटा त्यसको भुइँभरि पार्दा नै रिस नमर्ने खालको त्यसको हरकतहरू छ। तर त्यसको फोटो देखाएर त्यसलाई पुरै एकदम पपुलर किन बनाउनु है? मलाई त्यस्तो लाग्छ कि के हो है। अब भने लास्टमा के हो भने होइन हो, मैले अब मेरो मनको कुरा सेयर गरेको तपाईँहरूसँग है। त्यसको फोटो लगाउँदै त्यसलाई गाली गरेर केही फाइदा छैन। त्यो आइमेलाई झन् त्यसको नाम एकदम पुरा भाइरल भएर मजाले कमाइरहेको छ त्यसले चाहिँ हो। त्यसलाई चाहिँ बरु एकजनाले सबैजनाले रिपोर्ट गरेर त्यसको आइडी नै बन्द गराइदिनु पर्ने क्या। इन्डियालाई त गाली गर्यो, फाल्टु देशलाई गाली गर्यो, यहाँको नेपालीहरूलाई गाली गर्यो। साला आफ्नै देशको पिएम आफ्नो त कमसेकम बढी बढाइ गर्नु नि त। आफ्नै पिएमलाई पनि गाली गरेर चाहिँ त्यो आइमी के आइमी हो त्यस्तो? मान्छेको त्यो मान्छे होइन, त्यो पशु तुल्य, त्यसलाई पशुमा गन्छु म चाहिँ है। त्यस्तोहरूलाई एकदमै इग्नोर त के, त्यसको रिपोर्ट गरिदिएर त्यसको आइडीलाई त्यसलाई बन्द गराउने काम चाहिँ गर्नुहोस्। त्यसलाई गाली गलोज गरेर त्यसको फोटोहरू हालेर एकदम फेसबुकतिर हालेर चाहिँ त्यसलाई प्रसिद्ध चाहिँ नबनाइदिउँ जस्तो चाहिँ मलाई लाग्छ है। तपाईँहरूलाई के कसो लाग्छ है? यदि भन्नु थियो मलाई है। बाई बाई, टेक केयर।